हेलो नमस्कार मिनी भ्लगमा म सन्जुको तर्फबाट यहाँहरूलाई सबैजनालाई स्वागत गर्दै आजको भिडियो म स्टार्ट गर्दैछु र आज हामी सबैजना भाटभटेनी डुल्न जाने है घुम्न जाने सपिङ गर्न जाने भनेर लाग्यौँ। जाँदा जाँदै मेरो छोरीको चप्पल हराएकोले बडो टेन्सन भयो, खाली खुट्टै हिँडाउनु पर्यो हेर्नुहोस् त। र हामी सिधै लाग्यौँ छोरीको चप्पल लिनुलाई भनेर सिधै चप्पलतर्फ। र कुन चप्पल लिने भनेर यसो गरेर हेऱ्यौँ, यो चाहिँ नलिने भने डिसिजनमा भयो र अब हामी अर्को खालको चप्पल लिने भनेर अर्कोतिर लाग्यौँ। र अर्कोतिर लाग्दाखेरि चप्पल छानो मन पर्दो चप्पल घरि सानो घरि ठुलो हुने ठिक्कको चाहिँ नभेट्ने। एकछिन बडो टेन्सन भयो हामीलाई चाहिँ चप्पल छान्नुलाई। एकछिन चाहिँ धेरै टाइम लाग्यो, ट्राई गर्दाखेरि पनि हुँदैन, कुनै ठिक हुँदैन। र बल्ल बल्ल एउटा भेटियो एक जोडी र अब त्यही चप्पल बल्ल बल्ल भेटेपछि त्यही लियौँ हामीले, त्यही लिने डिसिजन भयो र हामी लाग्यौँ। अब लुगातर्फ लुगा यसो हेरेको यो लिने भनेर हाम्रो सल्लाह भयो, फेरि यो नलिने भनेर हाम्रो फेरि सल्लाह परिवर्तन भयो र अर्को डिजाइनको सिम्पल लिने भनेर चाहिँ हेऱ्यौँ, ट्राई गऱ्यौँ। अनि हामीले सबै थोक लिइसकेपछि अनि जाने बेलामा नानी चक्लेट खाने भनेर भन्नु थाले। अनि बल्ल नि चक्लेट एउटा ल्याइदिउँ र खोलिदिन्छु भन्दा पनि नमानेर आफ्नै जिद्दीले 1 घन्टा लगाएर उभ्याएको गरी नानी लिएर घरतिर आयौँ। अब हामी सिधै घर आइपुगिसकेका छौँ र धेरै अँध्यारो भइसकेको थियो र लुगा सो गर्ने भन्दै नानीले म आफै गर्छु मेरो नाना सो भन्न थाले। ल ठिकै छ तिमी आफै गर भनेर उसलाई नि सो गर्न दिउँ र उसले आफ्नो लुगा भट्टाभट्टी के किन्यौँ हामीले सामान सबै देखाउन थाली। र हामीले चाहिँ सबै किनमेल गरेको सामान किनेको भिडियो चाहिँ बनाएनौँ किनभने धेरै लामो हुन्छ भनेर। र उसले सो गर्दै चाहिँ आफ्नो लुगा फाटा जुत्ता चप्पल सबै थोक। र एक भिडियो यहाँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट लाइक सब्सक्राइब गरिदिनु। ओके बाई बाई।